उल्टो कारबाही गर्नुपर्छ भन्ने जो संलग्न छन् तिनलाई कारबाही गरियो र यसरी भुटानी शरणार्थी भएका व्यक्तिहरूमाथि होइन जसले शरणार्थी बनाउन बाध्य पार्यो तिनीहरूलाई कारबाही हो। कुरा चाहिँ ठुल्ठुलो गर्ने भाषण अरूलाई होचाउन पायो भनेर जे पनि बोल्ने मेरो श्रीमान आजसम्म 5-6 चोटि प्रधानमन्त्री भइसक्नु भएको छ। हाम्रो सम्पत्ति विवरण मेरो लगायत यो नेपाल सरकारसँग सुरक्षित छ। मलाई एउटा म अनुरोध गर्न चाहन्छु कि हामी जति एउटा सांसद छौँ जहिलेदेखि बनेका छौँ सबैको सम्पत्ति विवरण प्रकाशित होस्। अहिले केही बिराको छैन, म डराउँदिनँ। हिजोका दिनमा पनि हामी भ्रष्टाचार गर्दैनौँ भनिकन शपथ खाँदै प्रधानमन्त्री भए। प्रधानमन्त्री भेट्न पुगे ओलीले चैत्र 13 गतेको रेकर्ड बाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड। ओलीको दबावमा प्रचण्ड सरकारले राहामाझीलाई पक्राउ गर्न सकेनन्। पापी हुन्, धुन्धुकारीहरू हुन्। यो 33 वर्षमा यति धेरै धुन्धुकारीहरू जन्मेका छन् यो देशमा। ती धुन्धुकारीहरूको 33 वर्षको 3300 काण्ड आयोग बनाएर छानबिन हुनुपर्छ, आयोग बनाइनुपर्छ। आज लाग्यो होला कलियुगमा जे गरे नि हुन्छ। कलियुगको 4,32,000 मध्ये जम्मा 5,000 मात्रै आयु खाएको छ। म मान्ने सांसदको पनि नाउँ राखेर आज म हेर्दैछु पूर्व प्रधानमन्त्रीको नाउँ जोडेर फलानाको पनि छानबिन हुनुपर्छ भनेर अनुरोध गरिएको समाचार मैले भर्खरै देख्न पाएँ। सभामुख महोदय, म अनुरोध गर्न चाहन्छु यदि कहीँ कसैबाट पुष्टि भएर म त्यसमा संलग्न छु भने त्यसको सजायको भागी भोगेर राजनीति जीवनबाट बाहिर जान तयार छु। जो दोषी छ त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ सभामुख महोदय म क्वेसन गर्न चाहन्छु। एउटा नागरिकलाई बाध्यता पारिएको छ कि आफ्नो नागरिकता त्यागेर 50-50 लाख रुपियाँ तिरेर शरणार्थी बन्न बाध्य पार्ने। भुटान शरणार्थीको नाउँमा मसँग सबै डकुमेन्ट छ। कसरी मन्त्रीको जुन